नमस्ते। अरूको गल्तीमा औँला उठाउन साह्रै नै सजिलो हुन्छ, तर आफ्नै मन्त्रीहरूले गरेको गल्तीमा कुनै पनि क्षमा याचना नदिइकन त्यसलाई अनुशासनको भागीदार बनाउने साहसी नेता हुन् रवि लामिछाने। मन्त्रीहरू काण्डै काण्डमा मुछिँदा पनि पार्टी र सत्ता जोगाउने पुरानै प्रवृत्तिलाई छिचोल्दै नेता रवि लामिछानेले एउटा उदाहरणीय काम नेपाली राजनीतिमा पस्किनु भएको छ। रवि लामिछानेको प्रशंसनीय काम श्रीमतीलाई पदमा फर्काउन जुन मन्त्रीले आफ्नो पदीय मर्यादाको दुरुपयोग गरे त्यस्ता मन्त्रीलाई नेता रवि लामिछानेले अनुशासनको डन्डा चलाएर एउटा उदाहरणीय र नैतिकतावान काम गरेका छन्। 14 दिनमै मन्त्री फिर्ता बोलाउनु सानोतिनो कुरा होइन। हाम्रो मान्छे होइन, राम्रो काम गर्ने मान्छे मात्र अब सत्तामा टिक्छ।